एकैछिन यो भिडियो स्क्रिप्ट नगरेर हेर्नुहोस् है। मैले के सोच्थेँ भन्दाखेरि हाम्रो कर्णाली प्रदेशको एउटा बाघ चाहिँ हाम्रो संसदमा छिरिसक्नु भएको छ भनेर पहिलेदेखि नै म राम्रो उहाँको चाहिँ बिग फ्यान नै थिएँ। अहिले चाहिँ बिचबिचमा के भयो कुन्नी उहाँलाई है, उहाँले चाहिँ खालि विरोध मात्र गर्नुहुन्छ। खास कुरा के हो तपाईँहरूलाई थाहा छ भने भन्नुहोस् है। साथीहरूले अहिले पनि केही माल खाएरै काम गर्छन् कि यस्तो बुद्धि चाहिँ कहाँबाट आउँछ? पहिला गाडी राखे, त्यसपछि यातायात व्यवस्थापकीय कार्यालयको सर्भर डाउन गरे। तपाईँलाई थाहा छ कि छैन? सर्भर पुरै डाउन थियो। अब भोलि मान्छे कसैले गाडीले हानेर मार्यो भने यिनीहरू त अब के गर्ने भए? फेरि गाडी चलाएर एकजना मान्छे मार्ने भए अनि भन्ने भए मान्छे मर्दा कस्तो हुन्छ थाहा पाइस् भन्ने भयो क्या यिनीहरू। यस्तो किसिमको अराजकता यो टिओबीमा सुहाउँछ, राज्य सञ्चालन गर्न सुहाउँदैन। यस्तो मान्छे तर्साउने रासपाका नेता रवि जयसवालको गाडी त प्रमाणितै भइसक्यो। अहिले 100 दिनमा सरकारले पार्किङ गर्नुपर्छ भन्ने हाम्रो मान्यता होइन, तर त्यसको सुरुवात त गर्नु पर्यो नि। कहाँ पार्किङ गर्ने? गाडीमा लाखौं रुपियाँ जनताले कर तिर्छ, तर पार्किङ गर्ने ठाउँ छैन कि टाउकोमा पार्किङ गर्ने। त्यो भए हुनाले पार्किङको व्यवस्था गरियोस्। यदि अहिले गर्न सकिँदैन भने त्यसको पूर्वाधार निर्माण गर्नका लागि त अहिले काम र कार्यक्रमहरू त सुरु गर्न सकिन्छ नि। अहिलेको बजेटमा त त्यस्तो कार्यक्रम कहीँ पनि आएन। त्यो भएर यसरी जानुस् भन्ने विषयवस्तु। अब यति विषयवस्तु उठाउँदाखेरि अब होइन ज्ञानेन्द्र साईले पार्किङ जता पाए त्यतै घर भनेर घर घरमा गाडी ल्याउने, मान्छे तर्साउने रासपाका नेता रवि जयसवालको गाडी त प्रमाणितै भइसक्यो। यस्तो काम गर्ने। अब भोलि मान्छे कसैले गाडीले हानेर मार्यो भने यिनीहरू त अब के गर्ने भए? फेरि गाडी चलाएर एकजना मान्छे मार्ने भए अनि भन्ने भए मान्छे मर्दा कस्तो हुन्छ थाहा पाइस् भन्ने भयो क्या यिनीहरू। यस्तो किसिमको अराजकता यो टिओबीमा सुहाउँछ, राज्य सञ्चालन गर्न सुहाउँदैन। यस्तो है कुनै ग्रुप बनाउन, टिओबी ग्याङ चलाउन त्यो चाहिँ सुहाउँछ, तर राज्य सञ्चालन गर्न